ल है त हामी चाहिँ अब यहाँ सिरमिरे डाँडामा जाँदैछ है त। अघि चाहिँ हामी उतापट्टि डाँडा थियो, अहिले चाहिँ हामी यहाँ यस्तो के हो गाडी पनि हिँड्दैन रहेछ यो बाटोमा। ठेट सिरमिरे डाँडामा जाऊँ भनेको, त्यहाँ साथी चाहिँ अब बाइक लिएर आउँदैछ। बाइक लिएर आउँदैछ यता साथी चाहिँ। यस्तो बाटो छ यो ढुङ्गाहरू चाहिँ के र रातो माटोहरू रहेछ यहाँबाट धेरै नै वा यस्तो राम्रो माटोहरू रहेछ यहाँ। आऊ आऊ साथीले त्यहाँ पर्खिनु पर्ने होस्। केही रटी चाहिँ भाजौँ है, बस पर्दैन। यस्तो जङ्गल चाहिँ यहाँ हेट सिरमिरे डाँडा। हामी चाहिँ यहाँ सिरमिरे डाँडामा पुग्नु रहेछ है। मैले चाहिँ अब त्यहाँ बाइक जान्छ जाँदैन हेर भन्ने थियो, त्यही भएर म चाहिँ अगाडि बाइक जान्छ जाँदैन रहेछ भनेर हेर्न आएको। यो चाहिँ सिरमिरे डाँडाको पारी भयो, त्यो चाहिँ काठमाडौँ सहरहरू सबै देख्छ यहाँबाट। हामी पुग्नु लागिसक्यो ल। बच्चा बेलामा यहाँ 2-3 चोटि आएको थियो। झिङ्गाको औषधि खोज्न आउँदाखेरि मात्रै आएको थियो यहाँ, त्यतिखेर आएको पनि छैन। यहाँ त पानी रहेछ त के हो, ठेट पानी रहेछ त यहाँ, यस्तो पानी रहेछ। आउँछ बाइक आउँछ। बाइक चाहिँ आइरहेको छ है त। ल हामी चाहिँ पुग्नु लागिसक्यो। यहाँ चाहिँ अब रातो माटोहरू रहेछ है थुप्रै, योहरू बेच्यो भने मात्रै नि करोडपति बन्ने रहेछ। सिरमिरे डाँडामा आइपुग्यो हामी चाहिँ। यो चाहिँ सिरमिरे डाँडा हो है। बाइक चाहिँ यस्तो फोहोर भएको होइन कि, बाइक चाहिँ हामी पुग्नु लागिसक्यो। चुइन गए उसी बाबुले आऊ आऊ ल। बनाउनु त बनाएको रहेछ अलि राम्रो नि सिरमिरे डाँडामा। यस्तो गिट्टीले यो के गरेको यो यस्तो रहेछ है बाटो बनाएको। यो के हो यो, जे भएन अलि राम्रो चाहिँ बनाएको रहेछ। के गर्नु, आधी पाएर त छोड्नु नहुने यस्तो बनाएर त। जे भने यो सिरमिरे डाँडाको बाटो चाहिँ राम्रो रहेछ, बाटो भन्दा चाहिँ यस्तो बनाएको ल। दामी छ नि त योहरू नि ल, दामी के। अब यस्तो खतरा ठाउँ छ यहाँ ल। यहाँबाट एकदम दामी सबै ठाउँ देख्ने रहेछ यहाँबाट चाहिँ। काठमाडौँ त यहाँबाट सबै ठाउँ देख्छ। यहाँबाट नदेख्ने भनेको काहीँ पनि छैन। यहाँबाट माथि माथि जाऊँ, गएर हेर्नु पर्यो। यताबाट चाहिँ के बनाएको रहेछ यो, यहाँ चाहिँ के बनाउनलाई यस्तो खनेको रहेछ ल। यो के बनाएको यो सिरमिरे डाँडा त अलि राम्रै रहेछ। जे भने पैसा खेरो पाएर त के गर्नु, काम नि राम्रोसँग नबनाउने रहेछ। माथि माथि जाऊँ न, यहाँ त के ढुङ्गाहरू पनि रहेछ त।
र यहाँ चाहिँ अब जङ्गल आउँदैछ हावे सर चाहिँ अब त्यहाँ बाइक के पो भयो बाइक त्यहाँ राखेर आउनु लाग्छ जस्तो छ म चाहिँ अलिकति माथि जाऊँ न ल हामी त यस्तो ठाउँ अरे हिमाचलीको भन्दा पो राम्रो हुने रहेछ त यो ठाउँ त अरे वाउ हिमाचलीको भन्दा कति राम्रो यस्तो ठाउँ देख्नु पाउँछ यहाँबाट अरे वाउ यस्तो ठाउँहरू देख्नु पाउँछ ल चाउ चाहिँ आइपुग्नु लागिसक्यो हाय अविनाश नहा बिदिम जगा सो जिप्छ जुगाडेम हाउरे टोर्नी बच्चा बेलामा यहाँतिर झिङ्गाको औषधी खोज्दा मात्रै आएको थियो 2-3 चोटि त्योदेखि आएको छैन यहाँ माथि चाहिँ अब ठुल्ठुलो टहरहरू छ त्यही भएर छपर्सी आएको म अब यहाँ नआएको कति भयो 5 वर्ष भएछ यहाँ नआएको यस्तो खण्डाङ चाहिँ यो र हामी चाहिँ अब यहाँ टहरहरू भएको ठाउँमा चाहिँ आइपुग्यो ल यस्तो जङ्गलमा यस्तो बनाएको छ है जे पनि राम्रै हो यस्तो बनायो पैसाले धेरै पैसा बढी भएर यस्तो बनाएछ है होस् त्यसको ल यो चाहिँ के हो यहाँ चाहिँ के बोडी लगाएको यस्तो जङ्गलको बिचमा अब यस्तो बनाउँछ यहाँनिर यस्तो खतरा ठाउँ कि अब ए दामी ल यस्तो ठाउँमा चाहिँ आउनु विदेशको मान्छेहरू काठमाडौँको मान्छेहरू आयो भने बिहोस हुन्छ होला यस्तो राम्रो ठाउँमा आउनु पायो भने कफ्रानीको सेनमेरी डाँडामा यो अब अलि माथि जानु पर्यो यस्तो छ यो माथिसम्म नि बनाएको रहेछ त फेरि यो बाटो यहाँ बारोहरू पनि रहेछ यहाँतिर ढुङ्गाहरू पनि रहेछ साथै चाहिँ अब त्यहाँ भिडियो फोटो के खिचिरहेको छ त्यहाँ यस्तो दामी ठाउँ हो यो ल खतरा कि यो यस्तो ठाउँ आम्मै स्वर्ग हो कि यो त स्वर्ग अरे वाउ स्वर्ग यस्तो रे भन्छ कि बाबु त्यहाँ माथिहरू पनि रहेछ त्यहाँ केहरू बनाएको योहरू यस्तो त यस्तो ठाउँ देख्नु पाउँछ यहाँबाट अब यो चाहिँ के को यो बोर्डर हो यो लाने चाहिँ हो यार हे लाने कि दिने हो सेनमेरी गाङ उठ्यो पनि टाढा छ अब त्यहाँ माथि जाऊँ न अब यस्तो यो के हो यो बाघको रहेन नि यो होइन बाख्राको रहेछ यो बाहिरहरू सबै
अब यहाँबाट माथि माथि जाऊँ न, कहाँसम्म पुग्ने रहेछ। अलिक छिटो जानु पर्यो। यहाँतिर फरफुलको बोटहरू रोपेको भन्ने सुनेको थियो, सबै मरिसकेको छ। हामी चाहिँ माथि माथि आउँदैछ। यहाँ टुप्पोमा आइपुग्नु लाग्यो। हामी चाहिँ आइपुगिसक्यो यहाँ। र यो जङ्गलको भित्र आइपुगिसक्यो हामी चाहिँ यहाँ। ल जङ्गलको भित्र आइपुगिसक्यो। हेन तले मुंगानी राब्रङ मान हेरा बे हाब दे चिप्ला माथे च्यानला जा हाब सिमेन्ट निक्रे चाहिँ अम्मा सिमेन्टहरु यति छ कि त्यहाँ अम्मा पुकुन त्यस कति दे सिमेन्टहरु त्यहाँ ओचुरिन गेर आनन्द मिल्छ। अब यो भित्र जाऊँ न। चौधै जे भने ठुलै रहेछ। र हामी चाहिँ आइपुग्यौँ यहाँ। र यहाँ त कति मान्छेले फोनहरु खाएर फ्याँकेको रहेछ कि यहाँतिर। यस्तो जङ्गलको बीचमा यस्तो बनाएको छ। ठीक सिङ सिङ न युङ भयो चिम कुइरी गरे आवा जिम यस्तो गाह्रो ठाउँ छ यहाँ। अब पुरै यस्तो गोरो बनाएको छ यहाँ नि दामी। यो चाहिँ के घर बनाएको रहेछ त्यहाँ है। सेलमे डाँडाको जङ्गलभित्र यस्तो ठाउँ बनाएको। पैसा धेरै भएछ त्यही भएर बनाएको रहेछ नि। ल अब अहिलेको लागि चाहिँ यति नै। फेरि बाघ आउँछ त्यही भएर छिटो छिटो डरेर जानुपर्छ। राइट।